दर्शकवृन्द नमस्कार। हम अमित ठाकुर अपन विशेष में अहाँ सबके स्वागत अछि। भ्रष्टाचार एहन समस्या रहल अछि जे हमरा अहाँ के देश के बहुत दिन से जकड़ रहल अछि। भ्रष्टाचार से एहि देश के विभिन्न प्रशासनिक निकाय या आरो कोनो भी अंग छूटल नहीं रहल छै। यह सब सिलसिला में जनकपुर धाम स्थित यातायात कार्यालय में काल्हि मंगल के साँझ अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवास के टोली छापा मारल के। छापा मारला बाद लगभग 3.25 लाख रुपया घूस रकम कार्यालय भीतरे से बरामद कैल गेलै। ओतऽ कार्यालय सहयोगी आ एगोटे कर्मचारी के सेहो ओतऽ से पकड़ल गेलै। तै के बाद आगामी प्रोग्रेस की रहल छै, खास कऽ कऽ ओहि पर बातचीत करब आई के अपन विशेष में। आ तहिना समग्र में जँ यदि भ्रष्टाचार के बात करी आ अख्तियार दुरुपयोग अनुसंधान आयोग केना कऽ कऽ काज कऽ रहल छै, इएह सब विषय पर केंद्रित भऽ कऽ आई के अपन विशेष में हमर सबक संवाद हैत। हमरा सबके साथ में आई जुड़ल छथि अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवास कार्यालय के प्रमुख रामबंधन सुवेदी जी। सुवेदी जी, यहाँलाई स्वागत छ। नमस्कार, धन्यवाद। सबभन्दा पहिले हिजोको घटनाबाट सुरु गरौँ। यातायात कार्यालयमा अख्तियारले हिजो छापा गर्यो। त्यसको ब्याकग्राउन्ड अलि बुझौँ र त्यसपछि अहिलेसम्मको के अपडेट छ त्यो बारेमा पहिले जानकारी गराइदिनुस्। हिजो माघ 13 गते अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासमा यातायात कार्यालय जनकपुरमा स्क्याभेटर लोडर सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्ने क्रममा चाहिँ सञ्चालित फाइनल परीक्षाका परीक्षार्थीहरूबाट दलाल मार्फत अथवा विभिन्न माध्यमबाट ठुलो रकम उठाएर चलखेल गरेको सूचनाको आधारमा हाम्रो टोलीहरू त्यहाँ परिचालन भयो र परिचालन भए पश्चात टोलीले त्यहाँ खानतलासी गर्ने क्रममा कार्यालयमा त्यहाँ बस्ने कार्यालय सहयोगको सोखामुनिबाट, सिरानीमुनिबाट, दराजबाट विभिन्न रकमहरू लगायत त्यो कार्यालयमा त्यही छानबिनकै क्रममा खानतलासीकै क्रममा त्यहाँ एकजना बिजौलियाको काम गर्ने व्यक्ति पनि आउनुभयो र उहाँसँग पनि परीक्षार्थीहरूको सिमल नम्बर नाम भएको चिट सहित उहाँसँग 50,000 गरी टोटल 2,73,850 रुपियाँ चाहिँ नगदै कार्यालय परिसरबाट बरामद भयो र उहाँहरू अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ र छानबिनको क्रममा हुनुहुन्छ। अहिले अब के अनुसन्धान हुनेछ? यो रकम बरामद भयो, त्यहाँ कर्मचारी पनि समातिए, अब अनुसन्धान गर्ने पाटो भनेको? अब यसमा त हाम्रो निश्चित प्रक्रियाहरू छ अनुसन्धानको क्रममा। अब उहाँहरूको संलग्नता के छ, कसरी भएको थियो, त्यसको स्रोत के हो, अथवा आफ्नै प्रक्रिया हुन्छ। त्यो प्रक्रिया खास सार्वजनिक भन्न मिल्दैन। त्यो हाम्रो एउटा कानुनी प्रक्रिया छ। त कानुनी प्रक्रिया अनुसार नै आयोगले कारबाहीको प्रक्रियाहरू, छानबिनको प्रक्रिया अघि बढाउँछ र दोषी देखिएमा त्यस्ता दोषीहरू उपर चाहिँ कानुनी कारबाहीको प्रक्रिया चाहिँ अघि बढ्छ। प्रारम्भिक अनुमान चाहिँ के देखिन आएको होला? अब यो चाहिँ अब यसका लागि हाम्रो अनुसन्धान अधिकृतहरू हुनुहुन्छ, उहाँहरूको जिम्मामा हुन्छ यो कुराहरू र यही अहिले चाहिँ मैले भनेको यही नै उहाँहरू हाम्रो नियन्त्रणमा हुन्छ। यसको छानबिनको प्रक्रिया चाहिँ अघि बढिसकेको छ र बाँकी कुराहरू चाहिँ अब त्यो छानबिनकै क्रममा पत्ता लगाउने कुरा, अब यहाँ कोसँग संलग्नता थियो, कसरी भएको थियो, को छन् भन्ने कुराहरू पनि पछि खुल्दै जाला। ती कुराहरू चाहिँ अब अनुसन्धानकै क्रममा छ। यातायात कार्यालयमा खास गरी बिचौलियाहरूको बढी प्रभाव हुने यो पहिलो पटक पनि सुन्नमा आएको होइन, तर यति ठुलो परिमाणमा चाहिँ कारबाही भएको छ। केही दिन अगाडि मात्रै पनि यातायात कार्यालयकै लाइसेन्सहरू खेतमा भेटिएका थिए। यो यातायात सम्बन्धी उजुरीको सवालमा चाहिँ कतिको आउने गर्छन् त? यो निकै नै धेरै नै आउने गर्छ। खास गरी अब यो यातायातको सन्दर्भमा सेवालिपि क्रममा लाइसेन्स वितरण गर्ने सन्दर्भमा चाहिँ बिचौलियाहरू मार्फत चाहिँ त्यो खालको अनियमितताहरू गर्ने, गलत व्यक्तिहरूलाई वितरण गर्ने अथवा विभिन्न खालका राजस्व छाली गर्ने, त्यस्ता खालका कुराहरू सेवाग्राहीबाट बेला बेलामा पटक आउने गर्छ। यो नेपालभरि नै खास गरी अब मालपोत कार्यालयहरू, यातायात कार्यालयहरूमा बढी चाहिँ सेवाग्राही हुने ठाउँ र सेवा पनि दैनिक सेवा लिन पर्ने भएकोले पनि त्यस्ता खालका उजुरीहरू, गुनासोहरू आउने गर्छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग
खासमा चाहिँ अब करप्सनको लागि भयो, त्यस सम्बन्धी मुद्दाहरू हेर्ने भयो, तर आम नागरिकले त्यहाँसम्म पहुँच अहिलेसम्म पनि अलि हिचकिचाउँछन् कि कम्प्लेन गर्न जाँदा के कसो प्रोसेस छ होला, कसरी पुगिन्छ होला, त्यसको बारेमा अलि थप यहाँ बताउँदा हाम्रो आम दर्शकलाई पनि इजी हुन्छ होला कि प्रोसेस चाहिँ के छ, निवेदन लिएर जानलाई चाहिँ के प्रक्रिया छ? निश्चय पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेको जनताको गुनासो, अख्तियारको सार्वजनिक पदाधिकारीहरूले अख्तियारको दुरुपयोग गरेको सन्दर्भमा जनतालाई दुःख दिएको त्यस्तो सन्दर्भमा त्यसको लागि गुनासो सुनवाई गर्ने विश्वसनीय संस्था हो र यो संस्थामा जुनसुकै नागरिकले जुनसुकै माध्यमबाट पनि सूचना दिन सक्नुहुन्छ, उजुरी दिन सक्नुहुन्छ र उजुरी दिँदाखेरि हाम्रो वेबसाइट छ, त्यसमा इमेल छ, इमेलमा पनि पठाउन सक्नुहुन्छ, उहाँहरूले चिठी लेखेर पठाउन पनि सक्नुहुन्छ, उहाँहरूले सिधै आएर दिन पनि सक्नुहुन्छ र त्यसै गरी उहाँहरूले फोनमा पनि त्यस्तो खालको गुनासोहरू चुकाउन सक्नुहुन्छ। हाम्रो फोन नम्बर पनि सार्वजनिक छ। हामीले विभिन्न सरकारी कार्यालयहरूमा यी हाम्रा सूचनासँग सम्बन्धित नम्बरहरू पनि हामीले तास्दै आइरहेका छौँ र यसका लागि म यो तपाईँहरूको माध्यम मार्फत पनि नागरिकहरूलाई त्यस्तो गुनासो परेको अब त्यस्तो छ, त्यस्तो अख्तियारको दुरुपयोग भएको छ भने सूचना दिनको लागि म हार्दिक अनुरोध गर्दछु र त्यस्तो सूचना प्राप्त हुनासाथ हामीले हरेक सूचनालाई जुनसुकै प्रकृतिबाट आएको सूचना भए तापनि हामीले त्यो सूचनालाई शीघ्र रेस्पोन्स गर्छौँ, त्यसको सम्बोधन हुन्छ। भनेपछि कार्यालय पुग्नै पर्ने बाध्यता चाहिँ छैन, फोन गर्दा पुग्यो, इमेल गर्दा पुग्यो? सबै माध्यमबाट हामीले इमेललाई पनि उत्तिकै मान्यता दिन्छौँ। इमेल पनि हाम्रो दैनिक चेक हुन्छ। त्यसै गरी फोन मार्फत पनि उहाँहरूले भन्न सक्नुहुन्छ, तर उजुरीको सन्दर्भमा चाहिँ लिखित रूपमा नै अलिकति स्पेसिफाई गरेर त्यसरी चाहिँ इमेलबाट अथवा कार्यालयमा हुलाक मार्फत अथवा उहाँहरूले यहीँ आएर पनि दिन सक्नुहुन्छ, जसरी पनि दर्ता गर्न सकिन्छ, जुनसुकै माध्यमबाट पनि दिन सकिन्छ र अब त्यस्तो खालको अनियमितता हुन लागेको हुने अथवा त्यस्तो रहेछ भने त्यस्तो अवस्थामा हामीलाई सूक्ष्म निगरानीको लागि उहाँहरूको फोन पनि त्यत्तिकै उपयोगी हुन्छ। कतिपयले पनि के भन्छन् भने निवेदन दिँदा केही प्रमाण पनि दिनु पर्ला कि खालि निवेदन दिएर हुन्छ, हामीले नै प्रमाण जुटाइदिनु पर्यो या केही प्रारम्भिक त्यस्तो सूचना दिनु पर्यो भनेर त्यस विषयमा अलि स्पष्ट पारिदिनु पर्यो? निश्चय पनि अब उजुरी दिँदाखेरि अब यो सन्दर्भ, यो आर्थिक वर्षको यो परियोजना, यो स्थानको यति रकम यस्तो भएको भन्ने एउटा प्रारम्भिक सूचना भइदियो भने त्यसलाई स्पेसिफाई गरेर अनुसन्धान गर्न निकै सजिलो हुन्छ र शीघ्र रेस्पोन्स गर्न पनि सजिलो हुन्छ। अब हास्टी रूपमा चाहिँ अब हजुरकै भरमा ल यो नगरपालिकामा अथवा यो कार्यालयमा, यो मन्त्रालयमा, यो कार्यालयमा यस्तो खालको चाहिँ दुरुपयोग भयो, भ्रष्टाचार भयो मात्रै भन्दाखेरि अब कहाँ के भन्ने कुरा चाहिँ अब हामीलाई गाह्रो हुन्छ। त्यो हिसाबले चाहिँ कसै पनि स्पेसिफाई गरेर अथवा व्यक्ति नै तोक्ने अथवा कार्यक्रम तोक्ने अथवा स्पेसिफाई गरिदिनु भयो भने त सबैभन्दा उत्तम, त्यो चाहिँ धेरै राम्रो। आम सरकारी कार्यालयहरूमा सेवाग्राहीसँग घुस रकम लिने, काम छिटो गराइदिने बापतहरू गुनासो अफ द रेकर्ड धेरै हुन्छन्, अन द रेकर्ड बोल्न चाहिँ गाह्रो हुन्छ होला। त्यसमा चाहिँ अख्तियारलाई काम गर्न कति सजिलो या अप्ठ्यारो के हुन्छ? निश्चय पनि अब त्यसरी सूचनाहरू बाहिर हुन्छ र हामीसँग आधिकारिक हामीसँग आएन भने हामीलाई गाह्रो हुन्छ र बाहिर कुरा गर्ने र त्यस्तो खालको प्रमाणहरू उहाँहरू हामीसँग बोल्न चाहिँ फेरि सार्वजनिक गर्न सक्नु भएन भने त्यो अवस्थामा चाहिँ हामीलाई अनुसन्धान गर्न अवश्य पनि समस्या हुन्छ। त्यो सूचनाहरू हाम्रो प्राप्त गर्ने आखिरमा सेवाग्राही नै हुन्, हामीलाई सूचना, हाम्रो सूचनाको आधार भनेको। र त्यसका लागि म हार्दिक अनुरोध पनि के गर्न चाहन्छु भने अब हाम्रो आयोगमा त्यसरी उहाँहरूले सूचना दिनुभयो भने त्यसको हामी पूर्ण गोप्यताको ग्यारेन्टी गर्छौँ, त्यसका लागि हामी सार्वजनिक गर्दैनौँ र उहाँहरूको सम्मान गर्छौँ र त्यो अनुसार चाहिँ उहाँहरूले हामीलाई सूचना दिनुभयो भने अवश्य पनि हाम्रो काममा, हाम्रो कार्यदक्षतामा अभिवृद्धि हुन्छ र हामीले सही ढङ्गले भ्रष्टाचार विरुद्ध हाम्रा अभियानहरू हामीले सञ्चालन गर्न सक्छौँ। त्यसका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। कतिपयलाई चाहिँ आफ्नो गोपनीयताको पनि शङ्का हुन्छ होला, मैले खबर गरेँ भने मेरो गोपनीयता के हुन्छ होला, मेरो नाम बाहिर आउँछ कि आउँदैन, त्यो पनि एउटा इस्यु छ। त्यो चाहिँ हाम्रो पक्षबाट हाम्रो अख्तियारले त्यो सूचनादाताको संरक्षण गर्ने हाम्रो नीति छ र हामीले त्यसरी सार्वजनिक गर्दैनौँ। सकेसम्म उहाँहरूको गोपनीयता, नामलाई हामीले चाहिँ पूर्ण रूपमा सम्मान गर्छौँ, त्यसलाई हामीले सार्वजनिक गर्दैनौँ। जनकपुर लगायत महोत्तरी या प्रदेश 2 को जिल्लाहरू खास बर्दिवास कार्यालयले हेर्ने गर्छ, कुन प्रकृतिका उजुरीहरू चाहिँ बढी आउने गर्छन्? विकास निर्माण सम्बन्धी हुन्छ कि या यस्तै सरकारी कार्यालयहरूसँग सेवाग्राहीलाई घुस मागियो यस्तो भयो भनेर?
खास गरी हाम्रोमा उजुरीको प्रकृति नेपालको सबै कार्यालयहरूभन्दा यहाँ यो 2 नम्बर प्रदेशमा अति धेरै छ। उम्, धेरै छ। धेरै उजुरीहरू खास गरी स्थानीय तहको विकास निर्माणसँग सम्बन्धित, उम्, स्थानीय तहको शिक्षासँग सम्बन्धित इस्युहरू धेरै छन्। त्यस्ता उजुरीहरू धेरै छन् र त्यसमा पनि यो प्रदेश तहबाट सञ्चालित विभिन्न भौतिक निर्माणका कार्यक्रमहरू, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू, प्रदेशले अनुदान दिएका कार्यक्रमहरू र स्थानीयको आफ्नो स्रोतबाट सञ्चालित कार्यक्रमहरू र स्थानीय सरकारले आफ्ना आन्तरिक स्रोतहरूको जस्तै पोखरीहरूको आम्दानीको कुरा, त्यसै गरी घाटोको कुरा र बजेट विनियोजन गरेर खर्च गरेका कुराहरूसँग सम्बन्धित इस्युहरू, त्यस्ता उजुरीहरू धेरै पर्ने गरेका छन्। हाम्रो यहाँको उजुरीको तथ्याङ्क हेर्दाखेरि त्यस्तो चाहिँ छ। स्थानीय र प्रदेशलाई अब छुट्याएर कुरा गरौँ। स्थानीय तहलाई धेरै अधिकार सम्पन्न बनाइएको छ। विकास निर्माणको उजुरीहरू पनि तपाईँले भन्नुभयो धेरै आएका छन्। त्यसमा चाहिँ अख्तियारले के कसो प्रोग्रेस गरेको छ अहिले? अब समष्टिगत हेर्दाखेरि कतिको उजुरी आउने गर्छन् अथवा त्यसपछिको प्रोसेस के हुने गर्छ? अब हाम्रोमा खास गरी यो वर्ष अहिलेसम्म हेर्दाखेरि हाम्रोमा 1889 वटा उजुरीहरू अहिले छानबिनको क्रममा छन् र यो आर्थिक वर्षमा मात्रै 473 वटा उजुरीहरू दर्ता भइसकेका छन् र यो निरन्तर आउने क्रममा पनि छ र हाम्रो फर्सेट पनि त्यही हिसाबले हाम्रो अध्ययन अनुसन्धान पनि हामीले त्यसरी गर्ने गरेका छौँ र त्यो हिसाबले हेर्दाखेरि अब यो प्रदेशमा कस्तो देखिन्छ भने यसका 7 वटा जिल्लामध्ये यो सबैभन्दा बढी उजुरीको घनत्व चाहिँ हाम्रो धनुषा जिल्लामा सबैभन्दा धेरै छ। त्यसपछि चाहिँ यो क्रमशः सिराहा, रौतहट, महोत्तरी, सर्लाही, सिन्धुली र उदयपुर क्रमशः चाहिँ अलिक कम हुँदै गएको अवस्था छ। त्यस्तो अवस्था देखिन्छ भने अब यो स्थानीय तहमा पनि उजुरीको सङ्ख्या अलिकति धेरै भएका र थोरै भएका पनि छन्। हाम्रो कुल 105 वटा स्थानीय तहहरू छन् यो अन्तर्गत। अन्तर्गत हेर्दाखेरि अब हाम्रो 105 वटा स्थानीय तहहरूमध्ये चाहिँ सबैभन्दा बढी 10 वटा चाहिँ उजुरीहरू धेरै भएका 10 वटा स्थानीय तह अन्तर्गत सबैभन्दा बढी जनकपुर उपमहानगरपालिका जहाँ चाहिँ हाम्रो 87 वटा उजुरीहरू छ, अहिले पनि हाम्रो छानबिनको क्रममा छ भने त्यसै रौतहटको गौर नगरपालिकामा 56 वटा, सर्लाहीको मलङ्गवा नगरपालिका, रौतहटकै फतुवा विजयपुर, त्यसरी सिराहाको विषया, धनुषाको हंसपुर, सर्लाहीको बरअथवा, धनुषाको विदेह लगायतका यी 10 वटाहरू छन् सबभन्दा धेरै उजुरी पर्ने रेड जोनमा परेका नगरपालिकाहरू भने। त्यसै गरी हाम्रो सबैभन्दा कम घनत्व भएकामा चाहिँ उदयपुरको तरली गाउँपालिकामा अहिलेसम्म एउटा उजुरी परेको छैन, 0 उजुरी। उदयपुरको विशाखा नगरपालिका, उदयपुरको रौतहटको यमुनामाई गाउँपालिका, त्यसै गरी उदयपुरको लिम्बुचुन, धनुषाको जनक नन्दिनी गाउँपालिका र सिन्धुलीको मरिनमा पनि जम्मा 2 वटा उजुरी छन्। यी पनि एकदम कम पर्नेमा पर्छन् भने। त्यसै गरी सर्लाहीको धनकौल गाउँपालिकामा 3 वटा मात्रै छन्, रौतहटको वृन्दावन गाउँपालिका र सर्लाहीको हरिपुर, ईश्वरपुर र बागमती यी पनि 3 वटा मात्रै उजुरी पर्ने अथवा कम उजुरी पर्ने खालका निकायहरू हुन् होइन। यसरी यहाँको 2 नम्बरको सबै निकायहरूमा, सबै स्थानीय तहमा सबै समस्या छ भन्ने पनि होइन। यहाँ राम्रा अथवा उजुरी नपरेपछि त्यसलाई अब शासकीय हिसाबले राम्रो सेवा दिएको भनेर मान्न पर्यो। त्यो हिसाबले अब उजुरी कम पर्ने र बढी पर्ने त्यस्तो पनि देखिन्छ होइन। जनकपुरधाम उपमहानगरपालिकाको कुरा गर्नुभयो तपाईँले। जनकपुरधाम उपमहानगरपालिका निकै चर्चामा पनि छ विगत केही दिनदेखि, अनियमितता भयो भनेर। त्यसको पनि अपडेट सुन्न इच्छुक हुन्छन् आम नागरिक चाहिँ। कम्प्लेन भयो, अख्तियारले कागजात पनि लिएर गयो, के अपडेट भएको छ? केही सुन्नमा आउँदैन, आम जनताले त्यही क्वेसन गर्छन्। के छ त जनकपुर उपमहानगरपालिकाको स्टेटस अहिले? अब हाम्रो खास गरी अख्तियारको अनुसन्धान प्रक्रिया भनेको उजुरी परिसकेपछि अब त्यसमा हाम्रो प्रारम्भिक तहकिकात हुन्छ, त्यसमा चाहिँ हाम्रो स्क्रिनिङ हुन्छ, त्यसपछि हाम्रो प्रारम्भिक अनुसन्धान हुन्छ। त्यो क्रममा हामी त्यहाँ स्थलगत रूपमा हेर्ने, विकास निर्माण सभाले गरेर नाप जाँच गर्ने, सबै टेक्निकल अडिटहरू पनि गर्ने, त्यसै गरी फाइनेन्सियल अडिटहरू पनि हेर्ने, कुन प्रकृतिको मुद्दा हो अगर उजुरी हो त्यो अनुसार हाम्रो प्रारम्भिक छानबिन गर्छौँ र प्रारम्भिक छानबिन गरिसके पश्चात यदि त्यहाँ गम्भीर खालको अनियमितता देखियो, लापरवाही देखियो भने त्यस्ता खालका मुद्दाहरूलाई थप विस्तृत अनुसन्धान प्रक्रियामा जान्छ र थप विस्तृत अनुसन्धान गरेर यो कतिसम्म अख्तियारको दुरुपयोग भएको हो त, यसलाई कति कारवाही गर्नुपर्ने, यसको विगो कति कायम गर्नुपर्ने भन्ने हिसाबले जाने भयो र यदि प्रारम्भिकबाट उजुरी गर्दाखेरि जस्तै कतिपय अवस्थामा चाहिँ विकास निर्माणमा त्यत्तिकै भ्रष्टाचार भयो भने हुन्छ, गएर हेर्दाखेरि नापजाँच गर्दा क्वालिटी मेन्टेन गरेको पनि छ। फेरि सबै भ्रष्टाचार भयो, उजुरी पर्दैमा भ्रष्टाचारै भयो भन्ने पनि हुँदैन।
त्यहाँ गएर हाम्रो टेक्निकल टिमले इन्जिनियरको टिमहरूले परीक्षण गर्दाखेरि निर्माण भएको पनि हुन्छ फेरि भनेपछि अब त्यस्तो अवस्थामा त्यस्ता उजुरीहरूलाई हामीले चाहिँ फर्सेट गर्छौँ त्यसलाई चाहिँ अनि थप अनुसन्धान गर्न पर्दैन त्यसका लागि हामी आयोगमा पठाउँछौँ त्यो विधि हुन्छ त्यो हुँदा पनि अब उजुरी सर्वसाधारण नागरिकको अपेक्षा के हुन सक्छ भन्दाखेरि उजुरी पर्दा बित्तिकै सबैलाई कारबाही हुनैपर्छ र त्यो चाहिँ भ्रष्टाचार भएकै हो भन्ने मान्यता हुनसक्छ तर उजुरी पर्दैमा फेरि भ्रष्टाचार नै भयो भन्ने अवस्था चाहिँ हुँदैन किनभने त्यो छानबिनको क्रममा गयो र अख्तियारमा परिसकेपछि छानबिन नगरिकन त्यो उजुरीहरू त्यत्तिकै थन्किँदैन त्यो एउटा प्रक्रियामै जान्छ भरि भइराखेको हुन्छ त्यसका लागि हामीले व्यक्तिलाई बोलाउने बयान लिने परीक्षण गर्ने हेर्ने कागजपत्रहरू माग्ने हेर्ने सबै भइरहेको हुन्छ त्यो नियमित रूपमा चलिराखेको हुन्छ किनकि हाम्रो कामै जब नै त्यही नै हो र हाम्रो फुल टाइम कामै त्यही भइरहेको हुन्छ त्यसो हुँदाखेरि अब नागरिकहरूले तत्कालै आएर हेरिदियोस् अथवा इमिडिएटली आएर यहाँ एक्सन लिएर मान्छेलाई समातेरै लगोस् भन्ने खालको हुनसक्छ होइन त्यो चाहिँ प्रमाणित भएपछि त अवश्य गइहाल्छन् होइन समात्ने कुरा भइहाल्छ भने उजुरी पर्दैमा एकैचोटि त्यो खालको एक्सन देखिने गरी एक्सन चाहिँ नदेखिने कारण त्यो हो जनकपुरधाम उपमहानगरपालिका सम्बन्धी मुद्दाहरूमा चाहिँ अन्दाजन समय आकलन गर्न सकिन्छ होला कि यति दिनमा हामीले हाम्रो अनुसन्धान समाप्त गर्ने स्थितिमा पुग्छौँ त्यहाँ त अब 87वटा उजुरीहरू अहिले पनि छानबिनकै क्रममा छन् कतिपय टुङ्गिने क्रममा छन् कतिपय भइराखेको अवस्था छ कतिपय फेरि पढ्दै पनि छन् त्यो बढ्दै पनि हुन्छ नियमित पनि हुन्छ फेरि काम जति हुन्छ फेरि पढ्दै पनि जान्छ छानबिन पनि हुँदै जान्छ त्यो अनुसार चाहिँ अब यति गते नै सक्ने यसरी भन्ने हुँदैन हाम्रो चाहिँ नियमित प्रक्रिया हो र हाम्रो उद्देश्य नै के भन्दा सकेसम्म गुनासो छिटो सम्बोधन गर्ने सकेसम्म नागरिकको गुनासोलाई छिटो सम्बोधन गरेर हाम्रो चाहिँ अख्तियारप्रतिको जनताको जुन विश्वास छ आस्था छ त्यसलाई बचाउने नै हो त्यसमा हाम्रो दक्षता इफिसियन्सी हामीले प्रदर्शन गर्ने सकेसम्म त्यसका लागि सम्बन्धित उजुरी परिसकेपछि सम्बन्धित स्थानीय तहबाट पनि रेस्पोन्स नहुने एउटा हामीलाई समस्या त्यो छ उहाँहरूलाई हामीले पत्राचार गर्छौँ यो सम्बन्धमा तपाईँहरूको प्रमाणहरू पठाउनुहोस् यो सम्बन्धमा के कसो भएको प्रतिक्रिया पठाउनुहोस् भन्ने कुरा प्रारम्भिक रूपमा त्यो हुन्छ त्यो हुने क्रममा पनि कतिपयले नपठाउने त्यस्तो प्रवृत्ति देखिन्छ त्यस्तो हुँदाखेरि हामीले अब कारबाहीको प्रक्रियामा त्यस्तो नपठाउने पदाधिकारीहरूलाई कारबाही किन नगर्ने भन्ने हिसाबले पनि हामीले त्यस्तोचोटि पनि उहाँहरूले सूचना नपठाउने अवस्था रहेछ भने हामी चाहिँ कारबाहीको प्रक्रियामा पनि जान्छौँ फेरि होइन त्यो एउटा आफ्नो प्रक्रिया पनि छ त्यसले गर्दा पनि अब यो अख्तियारको चाहिँ तत्कालै किनकि गहन रूपले छानबिन गर्नुपर्ने हुन्छ कतिपय त अब यो रिसिभीले कारण व्यक्तिगत कारण रिसिभीको कारण पनि उजुरी दिएको पनि पाइन्छ त्यस्ता खालका उजुरीहरूलाई पनि फेरि त्यहाँ वास्तविक रूपमा भएको हो कि होइन भनेर हेर्न पनि पर्ने हुन्छ गहनता छ किन भन्दा हामीले त हचुवाको भरमा हेर्न हुँदैन एउटा कानुन छ विधि छ पद्धति छ होइन कसैलाई पनि त्योबाट गलत मान्छे छुट्न पनि भएन र असल मान्छे चाहिँ यो चाहिँ उसमा पर्न दण्ड पाउनु पनि भएन भनेपछि त्यहाँनिर हामीले न्यायको प्रत्याभूति दिनुपर्ने हुन्छ त्यो कारणले गर्दाखेरि हामीले अलिकति संवेदनशील भएर छानबिन गर्नुपर्ने हुन्छ जनकपुरधाम उपमहानगरपालिकाबाट कतिको सहयोग पाइरहनु भएको छ तपाईँहरूले अनुसन्धानको क्रममा त्यहाँबाट पत्रहरू प्राप्त भएका पनि छन् कतिपयमा अब हुँदैन पनि त्यस्तै छ जो औसतमा चाहिँ भएकै अवस्था छ र नभएमा हाम्रो पद्धति अनुसार चाहिँ त्यसरी जवाफहरू प्राप्त भएन भने हामी फिल्ड अध्ययन पनि गर्ने फिल्डमा गएर पनि कागजपत्रहरू पनि त्यसरी ल्याउने पनि हुनसक्छ त्यो अभियान पनि हामी छौँ र जुन नगरपालिकाहरूबाट त्यस्तो खालको भएको छैन कागजपत्र नपठाउने समयमा अनुसन्धानलाई सहयोग नगर्ने खालको प्रवृत्तिहरू देखिएको नगरपालिकाहरूको हकमा चाहिँ हामी स्पेसल टिम बनाएर ती खालका डाटाहरू सङ्कलन गर्ने जानेर उजुरीहरूलाई शीघ्र टुङ्गो लगाउने प्रक्रियामा अभियानमा हामी छौँ यसले छिटै नै नतिजा चाहिँ दिन्छ होला अनुसन्धानको प्रक्रियाको विषयमा तपाईँले हल्का जानकारी दिनुभयो कानुनी प्रक्रिया हुन्छ विभिन्न प्रोसेस फलो गर्नुपर्ने नै हुन्छ तैपनि कतिपय अनुसन्धान हेर्दाखेरि चाहिँ धेरै लामो भयो धेरै समय लाग्यो त्यसमा चाहिँ के भन्न मिल्छ होला कि प्रक्रियागत हिसाबले नै गर्दा लामो भयो तर न्याय ढिलो आउँदा या कारबाही ढिलो हुँदा जुन व्यक्ति छ आरोपी छ त्यो फुत्किने पनि सम्भावना हुन सक्छ कि त्यस्तो पनि आकलन गरिन्छ त्यसलाई फेरि कसरी सम्बोधन गर्नुहुन्छ तपाईँहरूले निश्चय तपाईँले उठाउनु भएको जेन्युन इस्यु हो ढिलो न्याय दिनुको न्याय नदिनु बराबर हो त्यो चाहिँ सर्वमान्य सिद्धान्त हो र कानुनी शासनको हामी त्यो कुरामा एकदम संवेदनशील छौँ त्यो अनुसार नै हामीले उजुरीलाई तत्कालै आज उजुरी प्राप्त भयो भने हामीले
तत्कालै भोलिपल्टै त्यही दिनै हामी चाहिँ इमिडिएटली एक्सनमा जाने गरेका छौँ। इमिडिएटली त्यसको प्रक्रियामा जान्छ। यहाँ थुप्रिएर बस्दैन, उजुरी बस्दैन। र त्यो खास गरी अब अनुसन्धानको क्रममा मानव एउटा कुनै विकास निर्माणको भवन निर्माणको कुरा हो भने त्योसँग सम्बन्धित धेरै इस्युहरू हुन्छन् होइन। त्यसको चाहिँ टेक्निकल अडिट पनि गर्नुपर्ने हुन्छ। त्यसको फाइनेन्सियल कुराहरू हेर्नुपर्ने हुन्छ। त्यसको चाहिँ त्यहाँभित्र रहेका कागजात, निर्णय प्रक्रिया सबै कुराहरू हेर्नुपर्ने हुन्छ। अनि त्यसका लागि चाहिँ अनि अर्को कुरा त्यो। अनि दोस्रो कुरा के छ भने उजुरीको सङ्ख्या एउटा अनुसन्धान अधिकृतको जिम्मामा धेरै उजुरीहरू हुन्छन् होइन। धेरै उजुरी भइसकेपछि उहाँहरूले त्यो प्रतिवेदन हेर्ने, बनाउने, पढ्ने, अध्ययन गर्ने, त्यसलाई अनुसन्धान पनि गर्न पर्यो। त्यसका लागि चाहिँ अनुसन्धान अधिकृतहरू खास गरी जनशक्तिको अलिक अभाव देखिन्छ हाम्रोमा। यो चाहिँ आन्तरिक कुरा भयो। जनशक्तिको अभावले गर्दा पनि एउटा ती कुराहरूमा समस्या हुन्छ, शीघ्र सम्बोधनमा समस्या नभए उपलब्ध जनशक्तिले चाहिँ आफ्नो पूर्ण समय चाहिँ हाम्रो पूर्ण समय भनेको अनुसन्धान नै हो हाम्रो काम। त्यसमा हामी अनुसन्धान भइराखेको पनि छ। त्यो अनुसार चाहिँ रेस्पोन्स भएको पनि छ र विभिन्न उजुरीहरू टुङ्गो लाउने कम्पनी एकदम तीव्र गतिमा भएकै छ आन्तरिक रूपमा। किन भन्दा विगतदेखिका उजुरीहरू पनि धेरै हुन्छन् र अहिले पनि दैनिक 8-10वटा 15वटा उजुरी परेकै हुन्छन्। प्रत्येक उजुरीलाई रेस्पोन्स गर्नुपर्ने अवस्था हुन्छ। त्यसैले हामी चाहिँ एकदम शीघ्र रूपमा यहाँले उठाएको जुन इस्यु छ त्यो इस्युमा चाहिँ हामी संवेदनशील छौँ र हामीले शीघ्र चाहिँ न्याय र गुनासोको सम्बोधन हामीले गर्नै पर्छ। यस प्रदेशको कुरा गर्दा तपाईँले अघि नै भन्नुभयो कि स्थानीय तहबाट बढी उजुरीहरू पर्ने गरेका छन्। स्थानीय तहका परेका उजुरीहरूलाई खङ्गाल्दै जाँदा, अनुसन्धान गर्दै जाँदा तपाईँहरूले पनि केही पत्ता लगाउनु भयो होला। त्यसबाट चाहिँ के निष्कर्ष निकाल्न सकिन्छ होला कि भ्रष्टाचारको मुख्य कारण चाहिँ कहाँ हुन्छ होला, कहाँ त्रुटि हुन्छ, कहाँ चालाकी गर्छन् भ्रष्टाचार गर्नेले, कहाँ छुट हुन्छ? यो खास गरी समस्या कहाँनिर हो भने एउटा कुरा अब हाम्रा स्थानीय सरकारहरू सङ्घीय शासन पद्धतिका नयाँ संरचनाहरू हुन्। यो चाहिँ उत्कृष्ट शासन पद्धति हुँदाहुँदै पनि शासन पद्धति आफैमा उत्कृष्ट भएर हुँदो रहेछ। त्यसको अभ्यास गर्ने जुन पात्रहरू छन्, राजनैतिक पात्र र यो प्रशासनिक पात्र, दुवै पात्रहरूमा चाहिँ इमान्दारिता, नैतिकता, निष्ठा र अनि दक्षता ती कुराहरू भयो भने चाहिँ त्यसले चाहिँ भ्रष्टाचार न्यूनीकरण गर्छ र जनतालाई डेलिभरी राम्रो दिन्छ। यदि त्यो अवस्था भएन भने हाम्रो सङ्घीय शासन पद्धति उत्कृष्ट शासन पद्धति हुँदाहुँदै पनि जनताको घर दैलोमा सेवा दिने कुराहरू, जनताको घर दैलोमा निर्णय प्रक्रियालाई पुर्याइयो, रिसोर्सलाई पुर्याइयो, त्यहाँपछि जनताको नागरिकको सहभागितालाई पुर्याइयो, विकास निर्माण पुर्याइयो। तर निर्माण गर्ने क्रममा के कति पात्रहरू जो निर्णयमा अधिकारी छन्, चाहे राजनीतिक चाहे प्रशासनिक, उहाँहरूमा चाहिँ दक्षता, नैतिकता अनि त्यहाँपछि इन्टिग्रिटी भन्ने कुरा कमजोर भयो। यसलाई चाहिँ सार्वजनिक शक्तिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने, दुरुपयोग गर्ने र त्यसलाई चाहिँ शक्ति आर्जन गर्ने, शक्तिकै केन्द्रीकरण गर्न खोज्ने प्रवृत्ति भयो कि। भनेपछि त्यो प्रवृत्ति रहन्जेल चाहिँ यस्ता खालका कुराहरू रहिरहन्छन् र यी कुराहरूलाई रोक्नको लागि अब भ्रष्टाचार नियन्त्रणका लागि नागरिक समाज त्यत्तिकै महत्त्वपूर्ण हुन्छ, जनताको सचेतना त्यत्तिकै महत्त्वपूर्ण हुन्छ भने हाम्रो मिडिया, खोज मिडियाको प्रभावकारिता त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। यसरी हामी सबैको साझा प्रयासमा, साझा सहकार्यमा यस्ता खालका प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्छ र निश्चय पनि अब यो सङ्घीयता भनेको सिक्दै जाने क्रम हो, सिक्दै जाने, अभ्यास गर्दै जाने हो र यो नियन्त्रण र सन्तुलनको व्यवस्था पनि हो। त्यसो हुँदाखेरि अब यही हाम्रो चाहिँ नियन्त्रणको पद्धति छ। त्यस्ता खालका चाहिँ शक्ति र स्रोतलाई दुरुपयोग गर्न खोज्ने प्रवृत्तिलाई हामीले चाहिँ अब खोज मिडियाको माध्यम हुनसक्छ, नागरिक समाजको माध्यम हुनसक्छ, त्यसै गरी अख्तियारको दुरुपयोगको माध्यम हामी यी विभिन्न हामी सबैको साझेदारीमा हामीले नियन्त्रण गर्नुपर्छ। त्यो गर्न सकिन्छ भन्ने मलाई लाग्छ। खास गरी त अब यो कतिपय इस्युमा चाहिँ के भनिन्छ भने कि कानुन फितलो भयो, अनुगमन कम भयो र त्यसपछि पनि पदमा भएका व्यक्तिहरूको इमान्दारिताको कुरा पनि आउँछ। तपाईँले जसरी पनि भन्नुभयो यी तिनटै फ्याक्टर हुन सक्छन् होला। तर तपाईँले निहाल्दाखेरि चाहिँ मुख्य कारण चाहिँ के हो? व्यक्तिको इमान्दारिता, डिग्निटी नै हो या कानुन पनि साँच्चीकै फितलो छ, अनुगमन गर्ने निकायहरू पनि कमजोर भयो कि? निश्चय पनि यहाँहरूले भन्नुभएको सही हो, तर चाहिँ त्यसको पनि अझ मूल कारण खोज्नुपर्छ। एउटा एकातिर कानुन पनि कमजोर हो होइन, कानुनको हिसाबले नि हेर्नु पऱ्यो र कानुनको हिसाबले दण्डात्मक हिसाबले हेर्दाखेरि त अब अहिलेको कानुन हेर्दाखेरि अब त्यति साह्रै कमजोरी पनि छैन, राम्रै छ होइन। तर मेजर समस्या के गर्छ भने अब विकसित देशमा पनि भ्रष्टाचार भन्ने कुरा त हुन्छ त्यहाँ पनि। भनेपछि भ्रष्टाचारको ज्वरो कहाँ जोडिँदो रहेछ भन्दाखेरि त्यो चाहिँ एउटा संस्था र पद्धति निर्माण गर्ने कि नगर्ने भन्ने कुरा हुनुहुन्छ क्या। त्यसलाई इन्स्टिट्युसन बिल्डिङ पनि भनिन्छ। भनेपछि हामीले खोजेको के हो भन्दा यस्तो खालको क्रेडिबल पद्धति होस् कि
त्यहाँनिर त्यसका एक्टरहरू जो हुन्छन्, त्यसको नेतृत्वकर्ता, राजनीति होस्, प्रशासन होस्, जोसँग सार्वजनिक शक्ति र स्रोत हुन्छ, उहाँहरू एउटा कानुनको दायरामा, एउटा पद्धतिमा, सिस्टममा, विधिमा पारदर्शिता, जवाफदेहिता, नैतिकता, होइन, सार्वजनिक जवाफदेहिताको पसीमा रहनुभयो भने रहनुपर्छ भन्ने मान्यता हो। अनि ती कुराहरू हुँदा बित्तिकै एउटा सिस्टम बन्छ। सिस्टम बन्दा बित्तिकै सिस्टमले के गर्छ भन्दाखेरि चाहे नेतृत्व होस्, चाहे भुइँतका मान्छे हुन्, सबैले कानुनलाई हेर्ने दृष्टिकोण, बुझ्ने दृष्टिकोण र बुझाउने दृष्टिकोण समान हुन्छ। र कानुनलाई बुझ्ने, बुझाउने र पालना गर्ने दृष्टिकोण समान हुँदा बित्तिकै अनि सिस्टम बन्छ। हामीले खोजेको हाम्रो लोकतान्त्रिक शासन, हामीले खोजेको चाहिँ जनमुखी शासन, सङ्घीय शासन पद्धति त्यो हो, होइन। यहाँनिर चाहिँ ठुलाबडा अथवा ठुला पदमा भएकाले नियम मिच्ने, उहाँहरूलाई कानुन नलाग्ने, उहाँहरूले फरक ढङ्गले कानुनलाई बुझ्ने, र भुइँतका मान्छेहरूले कानुन लाग्ने, भुइँतका मान्छेहरूले कानुन मान्न पर्ने, दण्ड भनेको उहाँहरूलाई मात्रै हुने प्रवृत्ति जुन भयो नि, सबभन्दा ठुलो खतरा प्रवृत्ति हो। र यो प्रवृत्तिले गर्दाखेरि सार्वजनिक पदमा अथवा चाहे त्यो प्रशासनिक पद होस्, चाहे राजनीतिक पद होस्, उहाँहरूले कानुन मान्न नपर्ने, उहाँहरू नैतिकतामा रहन नपर्ने, उहाँहरूले गरेको कुरा आदर्शका रूपमा, उहाँहरूले गरेको कुरा कानुनी आदर्शका रूपमा रहने, जबसम्म रहन्छ नि समाजमा, तबसम्म यो भ्रष्टाचार भन्ने चिज आदर्शका रूपमा रहन्छ। भनेपछि उहाँहरूले गरेको क्रियाकलाप त आदर्शका रूपमा जनमानसमा जाने भयो नि। भनेपछि सबभन्दा महत्त्वपूर्ण कुरा त्यो सार्वजनिक पदाधिकारीलाई कसरी नैतिकवान बनाउने, उहाँहरूलाई सेल्फ एकाउन्टेबल कसरी बनाउने, र त्यसका लागि कानुन पनि हुन्छ। यहाँहरूले भन्नुभएको एउटा कानुनले पनि एकाउन्टेबल बनाउँछ, अर्को नैतिकताको मापदण्डले बनाउँछ, अर्को चाहिँ नागरिकहरू जागरुक भयो भने बनाउँछन्, अर्को खोज मिडिया जागरुक भयो भने। तपाईँ हामी जस्तै यसरी जुन खोज पत्रकारिता हुन्छ, यो पत्रकारिताले चाहिँ यो चाहिँ त्यो राज्यको चौथो अङ्ग पनि भनिन्छ। यहाँहरूले पनि उहाँहरूलाई एकाउन्टेबल बनाउन सक्नुहुन्छ। र दण्डात्मक हिसाबले हामीले पनि अख्तियार पनि छँदैछ, ओभरसाइट एजेन्सीहरू भन्छ, यी चाहिँ सरकारका ओभरसाइट एजेन्सीहरूले पनि उहाँहरूलाई हामीले एकाउन्टेबल बनाउने हो। भनेपछि मुख्य कुरो उहाँमै छ। यदि नेतृत्वले चाह्यो भने हामीले चाहेको परिवर्तन चाहिँ सम्भव छ भन्ने चाहिँ मलाई लाग्छ। दर्शकवृन्द, आई हम सब अपन विशेष में भ्रष्टाचार पर केंद्रित होकर बातचीत कर रहा छी। हमरा सबके साथ में आई जुड़ल छथि अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवास कार्यालय के प्रमुख रामबंधु सुवेदी जी। हुनका संगे के बातचीत हम सब जारी राखब। एखन छोट छीन व्यावसायिक विश्राम। व्यावसायिक विश्राम के बाद अपन विशेष में फिर से स्वागत करै छी। विश्राम से पहले हम सब चर्चा केने छलौं अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवास कार्यालय के प्रमुख रामबंधु सुवेदी जी संगे जे स्थानीय तह में खास कऽ कोन कोन किसिम के उजूरी सब अबै छै। आब व्यावसायिक विश्राम के बाद संवाद के सिलसिला आगा बढ़ाबी। सुवेदी जी, विश्राम भन्दा पहिले हामीले स्थानीय तहसँग जुडेर कुरा गरेका थियौं। प्रदेशको बारेमा पनि हल्का तपाईले जानकारी गराउनु नै भएको थियो। तर फेरि पनि प्रदेश सरकार र प्रदेश माथा जुन कार्यालयहरू आउने गर्छन् त्यसका सम्बन्धमा वा आयोजनाको सम्बन्धमा खासमा अख्तियारमा कस्ता उजुरीहरू पर्ने गर्छन् त्यस विषयबाट सुरुवात गरौँ न। खास गरी यो 2 नम्बर प्रदेश तहमा प्रदेश सरकारको भौतिक योजना निर्माणसँग सम्बन्धित, त्यसैगरी हाम्रो सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित र अनि यो प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहमा अथवा विभिन्न उपभोक्ता समितिले निर्माण गर्ने, कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा भए गरेका क्रियाकलापहरूका सन्दर्भमा अख्तियारको दुरुपयोग भएको भन्ने प्रकृतिका उजुरीहरू बढी जसो पर्ने गरेका छन्। त्यसमा खास गरी विकास निर्माणसँग सम्बन्धित, स्वास्थ्यसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित अथवा त्यो कार्यक्रम कार्यान्वयनसँग सम्बन्धित इस्युहरू, त्यस्ता खालका उजुरीहरूको प्रकृति चाहिँ धेरै रहेको छ। र त्यसमा उजुरीहरूको प्रकृति हेर्दाखेरि खास गरी सार्वजनिक खरिदसँग सम्बन्धित, त्यसै गरी आर्थिक ऐन नियमसँग सम्बन्धित र निर्णय बिना, आधिकारिक कानुनी प्रक्रिया बिना, त्यो बिना चाहिँ त्यसलाई खर्च गर्ने अख्तियारी दिएको अथवा खर्च गरेको अथवा त्यसलाई कार्यान्वयन गरेको भन्ने सन्दर्भका कुराहरू चाहिँ बढी पर्ने गरेका छन्। प्रकृति चाहिँ त्यस्तो रहेको छ। प्रदेश माथका कार्यालयहरूमा चाहिँ अख्तियार दुरुपयोगको छड्के चाहिँ कतिको हुने गर्छ, अनुगमन चाहिँ कतिको हुने गर्छ? हाम्रो निगरानी हाम्रो 2 प्रकारको हुन्छ। एउटा चाहिँ उजुरी परिसके पश्चात त्यसलाई अध्ययन गर्ने, त्यसलाई चाहिँ त्यसको बारेमा छानबिन गर्ने कामहरू एउटा हुन्छ भने, अर्को फेरि हाम्रो त्यस्तो खालको उजुरीहरू प्राप्त भएको अवस्थामा अथवा सूचना र त्यसको अख्तियारको दुरुपयोग हुने सम्भावित क्षेत्रहरूमा चाहिँ हाम्रो चाहिँ सूक्ष्म खालको निगरानी पनि हुन्छ।
हाम्रो दुई ढङ्गले हामीले सूचना सङ्कलन र हाम्रो यो भ्रष्टाचार विरुद्धको क्रियाकलापहरू अघि बढाउँछौँ। त्यो हुँदाखेरि त्यस्ता खालका सम्भावित ठाउँहरूमा, सम्भावित कार्यालयहरूमा चाहिँ हाम्रो सूक्ष्म निगरानीले त्यो हेरिराखेको अवस्था हुन्छ। कतिपय केसमा चाहिँ त्यो खरिद सम्बन्धी अनियमितता भएको प्रदेश अथवा अन्य नगरपालिका तहमा पनि स्थानीय तहमा पनि थुप्रै सुन्ने गरिन्छ। त्यसमा चाहिँ जस्तै कुनै सामानको दोब्बर तेब्बर या त्योभन्दा बढी अप्रत्यक्ष मूल्यहरू निर्धारण गरी बिल पनि मिलाइएकै हुन्छ। त्यस किसिममा कतिको उजुरीहरू आउने गर्छन् अथवा आफैले पनि अख्तियारले के कसो कारबाही गर्ने गरेका छ? अख्तियारले चाहिँ खास गरी एउटा औपचारिक प्रकृतिबाट पनि यसले सूचना र उजुरीहरू लिने काम गर्छ भने यसले चाहिँ विभिन्न खालका सञ्चार माध्यमबाट औपचारिक अनौपचारिक हरेक खालको माध्यमबाट प्राप्त सूचनालाई यसले त्यसलाई छानबिनको आधारका रूपमा यसले अघि बढाउँछ। त्यो अनुसार चाहिँ यहाँहरूले भन्नुभयो जस्तो विभिन्न खालको अस्वाभाविक खालका क्रियाकलापहरू त्यस्तो खालको अख्तियारको दुरुपयोग भएको भन्ने समाचारहरूको आधारमा पनि हामीले हाम्रो निगरानी र छानबिनका कामहरू हामी अघि बढाउँछौँ। त्यस्तो हाम्रो प्रक्रिया हुन्छ। अख्तियारमा चाहिँ जनगुनासोको एउटा विषय चाहिँ के हुन्छ, जनतामा चर्चाको विषय पनि, कि अख्तियारसँग कारबाहीको दायरामा पर्ने भनेको तल्लो लेका कर्मचारीहरू हुन्छन्, ठुल्ठुला अथवा नेता बनाउँदाहरू, मन्त्री, त्यस्तो कारबाही भएको सुन्नमा थोरै आउने गर्छ। किन होला त्यसो? अब यो खास गरी के हुनसक्छ भन्दा जो व्यक्ति बढी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहन्छ, जसले कानुनी अख्तियारलाई प्रयोग गर्छ अथवा आर्थिक ऐन नियमहरूको, सार्वजनिक खरिद ऐन नियमहरूलाई जसले बढी कार्यान्वयन गर्छ, जसको हस्ताक्षर हुन्छ, त्यो व्यक्ति स्वाभाविक रूपमा नागरिकसँग जोडिने अड्डाहरूमा आउने नै भयो। त्यो स्वाभाविक हो। त्यसले गर्दा पनि फ्रन्टलाइनमा सेवा दिने कार्यालयहरू, स्थानीय सरकारहरू, त्योसँग सम्बन्धित इस्युहरू, त्योसँग सम्बन्धित उजुरीहरू, जनताका उजुरीहरू बढी आउने कारण त्यो पनि हो। भने माथिल्लो तहको नीतिगत नेतृत्व हुन्छ, उसले चाहिँ निर्णय गर्ने र प्रत्यक्ष रूपमा निर्णय प्रक्रियामा डे टु डेको एक्टिभिटीमा संलग्न रहने हुँदैन। त्यो नहुँदा पनि अप्रत्यक्ष हिसाबले त संलग्न हुँदैन, तर अप्रत्यक्ष हिसाबले जवाफदेहिता फेरि माथि नै रहन्छ। त्यो चाहिँ जुन लिडर हो, अब लिडरसँग रहने नै भयो, त्यो त स्वाभाविक हो। तर चाहिँ अब अभियोजन, छानबिन अथवा कारबाहीको कुराहरू हेर्दाखेरि अब जो एकदम फ्रन्टलाइनमा बसेर सेवा दिन्छ, उसको व्यवहारले, उसको चाहिँ एटिट्युडले, होइन, उसको चाहिँ नियतले नै बढी महत्त्व राख्ने हुन्छ। त्यो प्रति नै नागरिकहरूको गुनासो धेरै नै हुने कारण पनि त्यो पनि हो। ठुला तहका जनप्रतिनिधि भनौँ या कर्मचारी भनौँ, त्यहाँसम्म पुग्नलाई, या जसै तपाईँले पनि भन्नुभयो अप्रत्यक्ष वा निर्णयकर्ताका हिसाबले उनीहरूको पनि सहभागिता त हुन्छ नै, उनीहरूलाई कारबाही गर्न कानुनले केही बाधक पुग्यो या अख्तियारको दायरामा हुँदैन, के छ वास्तविकता? अब त्यो त कानुनी हिसाबले त जुन अख्तियारले काम गर्ने जुन कानुनहरू छन्, ती कानुनी मार्गदर्शनको आधारमा हेर्दा त कसैलाई पनि छुट दिन मिल्ने अवस्था हुँदैन। त्यो चाहिँ हुँदैन। त्यो व्यक्ति कानुनी हिसाबले अथवा त्यो प्रमाणको हिसाबले भनौँ न, कानुनी प्रमाण, तथ्य प्रमाणहरू हेर्नुपर्ने हुन्छ। ती तथ्य र प्रमाणको आधारमा जो व्यक्ति संलग्न छ, त्यो चाहिँ पदीय हिसाबले अथवा कुनै पनि व्यक्तित्वको हिसाबले, त्यो हिसाबले चाहिँ त्यस्तो खालको हुने अवस्था हुँदैन। र संलग्न यदि रहेछ र कानुन आकर्षित हुने छ भने त्यो अनुसार जुनसुकै व्यक्ति पनि कारबाहीको दायरामा चाहिँ आउनु। आम जनताले, एउटा नागरिकले व्यक्तिगत तौरमा चाहिँ कसरी भ्रष्टाचार नहोस् या कुनै पनि व्यक्तिले आफ्नो अधिकारभन्दा अगाडि गएर त्यो दुरुपयोग गर्न नपाउन्, जनताले शास्ति नपाउन्, व्यक्तिगत हिसाबले उनीहरूले के गर्न सक्छन् होला, र साथमा तपाईँहरूको सहयोग कसरी र कुन हिसाबले लिन सकिन्छ होला? खास गरी यो भ्रष्टाचार विरुद्धको अभियानमा, राष्ट्रिय अभियानका लागि नागरिकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ र नागरिकहरूले आफ्नो तहबाट आफ्नो अधिकार प्लस कर्तव्य दुइटै कुरालाई सँगसँगै उहाँहरूले बढाउनु पर्ने हुन्छ। र अहिलेका नागरिकहरू रैती होइन, यिनीहरू चाहिँ रैती होइनन्, यिनीहरू चाहिँ सार्वभौम नागरिक हुन्, जोसँग नागरिक अधिकार पनि छ र चाहिँ त्यो अनुरूप फेरि कर्तव्यको अवस्था पनि हुन्छ। त्यो सँगसँगै जानुपर्ने हुन्छ र त्यो अनुसार चाहिँ त्यस्ता खालका अनियमितताहरू भएका, अख्तियारको दुरुपयोग भएका कुराहरू छन् भने त्यस्ता कुराहरूका विरुद्ध आवाजहरू उठाउने, सम्बन्धित निकायमा उजुरी गर्ने, सार्वजनिकीकरण गर्ने, त्यसका लागि निडर भएर आफ्नो नागरिक हक र अधिकारलाई प्रयोग गर्नुपर्छ र त्यसका लागि नागरिकमा सचेतना, त्यो खालको अवस्था पनि सिर्जना हुनुपर्छ र नागरिक आफैले चाहिँ सार्वजनिक पदाधिकारीहरूमा अधिकार छ, हामीले चाहिँ उहाँहरूबाट दिएर हामीले प्राप्त गर्ने हो भन्ने, हामी निरीह नागरिक हौँ भन्ने हिसाबले
पहिलो कुरा। र दोस्रो कुरा उहाँहरूले त्यसरी आवाज उठाउने क्रममा पनि उहाँहरूका आवाजलाई सुनिएन भने त्यसका लागि विभिन्न हाम्रो खोज मिडियाहरू छन्, त्यसै गरी नागरिक समाजहरू, अन्य संस्थाहरू हुन्छन्, त्यसै गरी अख्तियार छँदैछ। भनेपछि यस्ता निकायहरूमा पनि गुनासो सुनवाई उहाँहरूले उजुरी दिन सक्नुहुन्छ, त्यसको लागि जानकारी गराउन सक्नुहुन्छ। ती कुराहरूलाई हामीले सम्बोधन गर्छौँ। त्यसो हुँदाखेरि नागरिक एक हिसाबले आफ्ना अधिकार र कर्तव्यप्रति चाहिँ जागरुक बनाउने नै पहिलो चाहिँ भ्रष्टाचार नियन्त्रणको लागि पहिलो प्राथमिकता हो भन्ने चाहिँ मलाई लाग्छ। अख्तियारसँग चाहिँ समन्वय कसरी गर्न सकिन्छ, कुन माध्यमले हुन सक्छ होला? अख्तियारसँग प्रत्यक्ष र परोक्ष ढङ्गले पनि सम्पर्क गर्न सकिन्छ। यसमा हाम्रो इमेल, अख्तियारको इमेल छ। नागरिकहरूले आफूलाई परेका गुनासाहरू CIA@gmail.com पनि उहाँहरूले पठाउन सक्नुहुन्छ। त्यसै गरी हाम्रो कार्यालयको फोन नम्बर छ 9854413456 नम्बर छ। यसमा पनि उहाँहरूले आफ्नो गुनासोहरू अथवा त्यस्तो खालको सूचनाहरू दिन सक्नुहुन्छ भने कार्यालयको नम्बरहरू पनि छन् र त्यसमा चाहिँ उहाँहरूले पठाउन सक्नुहुन्छ भने हुलाक मार्फत पनि उजुरी दिन सक्नुहुन्छ। त्यसै गरी कार्यालयमा उपस्थित भएर पनि उजुरी दिन सक्नुहुन्छ। हरेक प्रकृतिको उजुरीलाई हामीले समयमै सम्बोधन गर्छौँ। त्यसका लागि हामीले हाम्रो अनुसन्धान हेर्ने, छानबिन गर्ने कामहरू हामी गर्छौँ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रममा जुर्नुभयो र यति धेरै जानकारीहरू दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। मलाई पनि यो महत्त्वपूर्ण अवसरका लागि म यहाँहरूको मिडियाप्रति र यहाँहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। दर्शकवृन्द, आई के अपन विशेष के समय हमरा सबके एतै समाप्त होइत अछि। आई हम सब स्टूडियो बातचीत केलहुँ अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवास कार्यालय के प्रमुख रामबंधु सुवेदी जी संगे अख्तियार के कार्यक्रम सबके विषय में, भ्रष्टाचार संबंधी विषय में, स्थानीय तह प्रादेशिक लेवल के तह पर यह सब विषय पर आई बातचीत केलहुँ। अपन विशेष में आई समय हमरा सबके समाप्त होइत अछि। हम सब फेर से अगला श्रृंखला में उपस्थित हेबे करब। ताधर के लेल संपूर्ण यूनिट के तरफ से विदा मंगै छी। अपन टेलीविजन देखैत रही। धन्यवाद, नमस्कार।